인데 어, 어, 냐메 다보그 유기 어, 덴베 스웨데게 추이게 뭐 추이지 로얄 आज 로 चाहिँ 다보 생얼레지 दबुरमुचे 딘양에 데베 뒤진게 दबुरमुचे गुरुको आज 차례가래 परिनिर्वाण अ, 다나진 भएको 다트리 तिथि रहेको छ। 음 उहाँ चाहिँ अब धर्मको स्वामी, 덴베 데슈 धर्मको 좀 마세베 सबै अब धर्मको अब सम्राट हुनुहुन्छ कैक्युपाको। 경왕 까먹고 숨어는 정도지 उम्, 다외 기는 거네 셰스베 투 개발제 지 차례가래 त्यस्तै गरी अब 다나진 캐는 뭐지 수련로 अनि आज चाहिँ अब के हो त यो रङजुन दोर्जेको अब 초로 더 कुँवरजी चन्द्रमा 비행기 देखा परेको तिथि पनि 제 रहेको छ। त्यस्तै गरी आज 제베 खेम्बु सुडुङ्गेछोको 투 उहाँको 제부제 अस्तो चाहिँ अब दाह संस्कार गरेको महान तिथि पनि 다나장마 रहेको छ। 켈라 त्यस्तै गरी 제치베나 अनि मेरो अब व्यक्तिगत कुरा 아니 गर्ने हो भने 진생기 파 अ, मेरो कृपालु 까마투리 अ, 뜻이 따지는데 가르쳐다 कर्म धनुटोसी मेरो पिता हुनुहुन्छ। 시작 अनि 이제 उहाँको पनि आज 슈샤 차례가래 यो 근데 그래서 अस्तलाई चाहिँ दाह 따지는데 संस्कार गरेको दिन 지 가르쳐야 परेको हुँदाखेरि आज 최단 सबै 직지 अनि 지도 धर्म र अ, 강가 차례시에이네 아다디 संसार अर्थात् 제케버제 व्यक्तिगत र सबैको समग्र कुरा गर्दाखेरि 다나시 आज धेरै राम्रो कुराहरू अब 다든지 भएको 베베 तिथि रहेको छ आज। अनि सर्वोत्कृष्ट पवित्र तिथि रहेको छ आज। दगबोर मुसेको विशेष गरी आज उहाँको 투신 परिनिर्वाण हुने अब 다 तिथि पनि रहेको छ। 투신 싱아 진념도 좀 अब 되버렸어 चार पाँचवटा तिथि एकैचोटि अब यो 한 하버도 다든지 भेटिएको 시에서 संजोग भनेको त्यस्तो 다디 मिलेको 잉엘이야 तिथि हो आज। 타벨러도 소요하는 타벨러도 मसु खोंदलिया 타벨러 अब मुसी यसको दक्पो साधना 샤갈이야 दक्पो गुरुको 투신 साधना नगर्नु अगाडि म दक्पो गुरुको 타벨러 무시 दक्पो मुसेको उहाँको जीवनी कथा म थोरै 제스스라다 타벨러 छो 무시디 बताउन छोटकरी हिस्सामा 디나는 बताउन चाहन्छु। 뭐지 उहाँ 켄켄 जन्मिने स्थान जन्म स्थान कहाँ हो, स्थल कहाँ हो भने यसको विषयमा 다이네야 सबैलाई थाहा छ। त्यही पनि 뭐지 छोटकरीमा बताउनु 뒤지는데 पर्दाखेरि यसको छोटो परिचय दिनु पर्दाखेरि 음 타벨러 무시 되네 कुठुंसदी फे विकी कुंदो धकपुर मुचे उहाँको चाहिँ 요구도 भोटको मध्य प्रान्तमा उहाँ 요구마지 जन्मिनु 뚜기기 भएको थियो। 몽에 시차웨 롱벌이야 अब त्यो भित्रमा अब कुठुंबचे अ, 다 등게 मध्यम 먹을 시합이나 भोटको अब युरोपो भन्ने अब गाउँ त्यो भित्र चाहिँ अब 9वटा प्रान्तहरू रहेछ क्षेत्रहरू। त्यो भित्र न्याल भन्ने एउटा गाउँमा चाहिँ अ, त्यो भित्र जन्मिनु भएको। अहिले चाहिँ त्यो न्याल भने न्याल्तोय भन्ने ठाउँमा त्यसको नाम चाहिँ अहिले सुन्चेझोङ भनिन्छ, त्यो भित्र पर्दछ। अब न्याल्तो भनिन्छ, त्यहाँ जन्मिनु भएको हो। उहाँको अब गोत्र चाहिँ निवा भनिन्छ। अनि उहाँको पिताको नाम चाहिँ निवा राजे ग्याङ्बर भनिन्छ। माताको नाम चाहिँ युलस्योमो भनिन्छ। उहाँको अब दुवैको अब उहाँको माता पिताको हुँदाखेरि अनि उहाँको अब सुपुत्रमा उहाँ जन्मिनु भयो तपोर बुछे सोनम रिन्चिन पनि भनिन्छ उहाँलाई। अब उहाँ अब सन् 1079 उहाँ जन्मिनु भयो। भोटको पात्र अनुसार हो भने चाहिँ अन्तिममा चाहिँ उहाँ अब पानी तत्त्व जल तत्त्व अनि स्त्री 4 वर्षको परेको थियो त्यो बेला। सन् 1153 उहाँ 84 वर्ष क्षमा पाउँ 74 पुग्दाखेरि उहाँ चाहिँ परिनिर्वाण हुनुभएको थियो। उहाँको जीवनी वृत्तान्तहरू त अब विस्तारमा मैले अब बताउने समय साँगुरो भएकोले त्यति बताउन सक्दिनँ। अब उहाँको विशेष त चर्याहरू के हो, लीला के हो, यसको विषयमा बताउन चाहन्छु। पहिलो लीला के हो त भन्दाखेरि अनि अनि काइक्युको अब संस्थापक तेस्रो चाहिँ अनि छ्याग्या छिम्बुदेखि अब यो धर्म फैलाएको। अनि चौथो चाहिँ उहाँको के हो त उहाँले के रचना गर्नुभयो त्यो कुराहरू रहेको छ। अब 4 वर्गमा म आज बाँडेर यसरी बताउने छु। दोस्रो चाहिँ यसरी बताउँदै जानेछु। पहिलो चाहिँ के हो त उहाँ चाहिँ अब कैक्युपा धक्पु कैक्युपाको एउटा संस्थापक हुनुहुन्छ, अग्रज भनौँ न, मार्गदर्शक। हामी सबैले कैक्युपा कैक्युपा भन्छौँ नि, तर कैक्युपा भन्ने के हो त? साँच्ची नै
कुन कुरालाई काइजुपा भन्छ काइजुपा भन्ने के हो यो सबैले राम्रोसँग बुझेको छैन जस्तो मलाई लाग्छ अब हामी त अब हामी काइजुपा हो भन्दाखेरि कसरी हामीले अरूलाई बताउने गर्छौँ भन्दाखेरि मेरो बुवा आमा अब काइजुपा हो काइजुपाको धर्मलाई पछ्याउनुहुन्छ अनुसरण गर्नुहुन्छ त्यही कारणले गर्दाखेरि अनि हामी काइजुपा हो नभए अब के हो त म अब काइजुपाको भिक्षु भने काइजुपाको गुम्बामा गएर त्यही कारणले म भने काइजुपा हो भने यस्तो भन्ने बाहेक बताउने बाहेक अर्को त हामीले बयानै गर्दैनौँ गम्भीरता त्यसको खास कुरा के रहेछ बुँदा के रहेछ हामीले त्यति यसको विषयमा हामीले बताउँदैन त्यही कारणले अब कैयुपा खास के रहेछ त यसको विषयमा बताउन त केही कुरा अब कैयुपा भनेर चाहिँ अब कैयु भने चाहिँ अब भित्रै गम्भीरता हिसाबले हेर्नु पर्दाखेरि दुई शब्द रहेछ का ग्यु भने दुईटा शब्द रहेछ पहिला क भने के हो त यसको आज्ञा यसको अब बताउनु पर्दाखेरि क भने वचन हो क भनेर वचनलाई बुद्ध वचन र बौद्ध शास्त्र अन्तर्गतमा दुई मध्येमा बुद्ध वचनलाई चाहिँ क भनिन्छ अब ग्यु भने के हो त भन्दाखेरि ग्यु भनेको चाहिँ अटुट क्रम एकदेखि अर्कोसम्म अविच्छिन्न आइरहेको क्रमले बुझाउँछ अर्थात् यो का ग्यु दुवैले जोड्दाखेरि के हो त बुद्ध वचनलाई चाहिँ अटुट क्रममा ग्रहण गर्ने पक्रिँदै ल्याउने त्यसलाई धारणा गर्ने पक्रिनेलाई चाहिँ काग्यु भन्छ त्यो काग्यु हो त्यो हामी व्यक्तिमा हुँदाखेरि व्यक्तिगत व्यक्तिलाई चाहिँ काग्युपा भनिन्छ अर्थात् बुद्ध वचनलाई अविच्छिन्न रूपमा ग्रहण गर्ने धारणा गर्ने त्यसलाई नै काग्युपा भनिन्छ अब यो यसरी बुझ्नु पर्यो होइन अब अब काग्युपा धेरै रहेको छ त्यही कारणले गर्दाखेरि यो कदम्प गुरुदेखि फैलिएकोलाई अब झो काग्युपा भनिन्छ अब घेलुक सम्प्रदाय त्यहाँदेखि फैलिएकोलाई अब घेदेम्बा काग्युपा भनिन्छ भोदोङदेखि फैलिएको भोदोङ पेन्सिलले त्यहाँदेखिको सम्प्रदाय फैलिएकोलाई अब भोदोङ काग्यु भनिन्छ अर्थात् कदम्प बुद्ध वचन सम्प्रदाय घेलुकको चाहिँ अब घेलुक बुद्ध वचन सम्प्रदाय भोदोङदेखि फैलिएकोलाई भोदोङ बुद्ध वचन सम्प्रदाय भने यसरी धेरै सम्प्रदाय रहेका छन् अब अब भनौँ न हाल अब हामीले काग्युपा भने एउटालाई के हो त एउटा शासनले बुझ्दा अनि बुझाउँदैन नि हामी सबै काग्युपा त भन्दैन नि म त यिङमापा हो म साक्यापा हो अर्थात् म घेलुकपा हो यो सम्प्रदायदेखि म जुझ्दै आएको हो भने आफ्नो सम्प्रदाय बताउँछ नि त्यही कारणले गर्दाखेरि अनि हामी त काग्युपा होइन हामीलाई यिङमापा हो होइन हामी घेलुकपा हौँ भने यसरी सम्प्रदाय छुट्याउँछौँ तर यो के हो त नाममा मात्रै गयो नि त यो नाममा मात्रै फरक गयो तर वास्तवमा हेर्नु चाहे काग्यु घेलु निङ्म सके जे जस्तो भयो सबै बुद्ध वचनलाई अविच्छिन्न रूपमा ग्रहण गर्ने त्यसलाई धारण गर्ने पक्रिने एकदेखि अर्कोसम्म एउटा सम्प्रदाय बुद्ध वचनलाई चाहिँ अटुट क्रममा फैलाउँदै लाने सम्प्रदायलाई नै काग्युपा भनिन्छ त्यसै कारणले वास्तवमा नाम बेग्लै भने खास हामी सबै काग्युपा हो भन्ने फरक पर्दैन नि त्यही कारणले तर हाल अब विभिन्न शासनहरू छुट्याएको हुँदाखेरि अब काग्युपा भनेर बेग्लै सम्प्रदाय घेलु निम्म साके भनेर बेग्लै सम्प्रदायमा आजभोलि हामीले यसरी अब छुट्याउँछौँ अब आजभोलि के हो त अब यसको व्याख्या गर्नु पर्दाखेरि काग्युपा भन्नाले के हो त भन्दाखेरि भारतको महासिद्ध पुरुष तिलोपालाई चाहिँ अब चारवटा आज्ञाको बुद्ध वचन आज्ञाको मलाई अब दर्शायो होइन उहाँमाथि अब वर्षियो त्यो चाहिँ उहाँले फैलाउनु भयो त्यो उहाँले चाहिँ नारोपालाई हस्तान्तरण गर्नुभयो पछि मार्पा गुरु भोटको महाअनुवादक मार्पा गुरु भारतमा गएर नारोपादेखि सबै त्यो ज्ञान लिएर आएर भोटमा फैलाउनु भयो भोटमा पहिलो काग्युपा धर्म फैलाउने नै मार्पा गुरु रह्यो अनि मार्पाले स्वामी मिलारेपाले
यसरी मेङोक छुर्सुङ भन्ने त्यहाँदेखि अब हुँदा हुँदै अब धक्पो रुमुछे गम्पो बसामा यसरी फैलाए यसरी अविच्छिन्न रूपमा सम्प्रदाय आयो अब यसमा अब चार बुद्ध वचनको आज्ञाको वर्षिएको कुरा भने यसमा धेरै कुराहरू फरक फरक बताएको छ त आज त्यो कुरा म बताउँदिनँ आज म त्यस्तै गरी अब ढुप्पा काइक्युपाले चाहिँ अब सेतो अब सेतो काइक्युपा पनि भन्छ काइक्युपा नभएर कार्क्यु धौकाराकार यस्तो पनि भनिन्छ होइन जे भए तापनि आखिरमा के हो त अब धकपुक काइक्यु जे भए तापनि पछि गएर यो काइक्युपा भित्र नै अब यो समावेश गरिन्छ अब धकपुक काइक्यु विषयमा कुरा गर्दाखेरि अब यसको सम्प्रदाय यसको परम्परा कहाँदेखि आयो भन्दाखेरि भारतदेखि आएको हो भारतको अब तेलोपा महासिता पुरुष तेलोपाले तेलोपा तेलोपाले नारोपालाई दिनुभयो नारोपाले यसरी अब भोटको गुरु महाअनुवाद लोचावा मार्पाला सन्तराउनु भयो त्यहाँदेखि अब भोटमा अनि स्वागत गर्यो यसरी ल्याइयो त्यहाँदेखि अनि स्वामी मेलारेपा त्यसपछि अब धक्पु रुम्पुछे अनि धक्पु रुम्पुछे तिन यसरी अब त्यहाँ फैलियो भनौँ न त्यही कारणले हामीले भने गर्छौँ कि यो मर्पा मेलारेपा धक्पोपा यो तिनवटा गुरुलाई चाहिँ तीन प्रकारको श्रेष्ठ पुर्ख्यौली काइक्युपाको सर्वश्रेष्ठ तीन पुर्खौली भनिन्छ अर्थात् काइक्युपाको तीनजना श्रेष्ठ पुर्खौली भन्नाले मर्पा मेलारेपा गम्बोबामा आउँछ है त त्यसैले अब कुरा गरौँ यदि अहिले हामीले एकदम प्रख्यातमा धक्पो काइक्यु भन्छ नि यदि धक्पो रुम्बुछे गम्बोबा गुरु नपाल्नु भएको भए हामीले बोल्ने अहिले काइक्युपा भन्न कहाँ पाउने थियो र त्यही कारणले गम्बोपाको कृपाले गर्दाखेरि उहाँलाई अब सोनाम रिन्जेन अर्थात् पुण्य रत्न पनि भनिन्छ उहाँको नाम उहाँलाई धेरै नामहरू रहेको छ अब यो गम्पो भने एउटा ठाउँको नाम पहाडको नामले बुझिन्छ त्यही कारणले गर्दाखेरि उहाँलाई अब धाउ सेनु पनि भनिन्छ अर्थात् चन्द्र प्रभा कुमार पनि भनिन्छ उहाँलाई त्यही कारणले धक्पो भने एउटा ठाउँको क्षेत्रको नाम हो गम्पो भने पनि एउटा पहाडको नाम रहेछ नि अर्थात् ठाउँ र अनि भूमिको नामले उहाँले अब प्रख्यातमा रहेको उहाँको नाम हो त्यसै कारणले गर्दाखेरि अब काइक्युपा भन्ने बित्तिकै हामीले धपु काइक्युपालाई चाहिँ हामीले बुझ्न सक्छौँ यसको मुख्य कुरा के हो त भन्दाखेरि अब धपु रुमुछे गम्पोपा गुरु नपाल्नु अगाडि काइक्युपा भन्ने थियो अब त्यसको रीतिथितिहरू सबै काइक्युपाको सम्प्रदाय परम्पराहरू थियो जस्तो कि अब मर्पा गुरुको कुरा गरौँ न मर्पा भने चाहिँ एउटा के हो त एउटा गाउँको एउटा वरिष्ठ लामा हुनुहुन्थ्यो उहाँ अब जो ढोलुङ भनौँ न होइन जुन मर्पा बस्ने ठाउँको नाम अब उहाँलाई धेरै अब चेलाहरू थिएन त्यही बेला चेला त्यति थिएन त्यसपछि उहाँलाई पछि अब मिलारेपा चेला पायो अब मिलारेपा हो भने एउटा के हो त संसारिक कुरादेखि विरक्त भइसकेको त्यो संसारिक कुरा नजोड्ने एकान्त कुनामा बस्ने ध्यान गरेर त्यस्तो मन पराउने त्यस्तो चरित्र भएको उहाँ सिद्ध पुरुष हुन् त्यही कारण मिलारेपा जहाँ पाल्नु भए पनि अब मिलारेपा चाहिँ यहाँ त्यो ठाउँमा पाल्नु भएको थियो भने हामीले हात देखाउने चाहिँ के हो त अनि रित्तो गुफाहरू जङ्गलहरू होइन पहाडहरू कोही मान्छे नभएको पहाड पर्वत देखाउँछौँ त्यसैले अनि
पूर्व अनि पूर्व काइक्युपाहरू बस्ने चाहिँ के हो त अब संसारिक कुरापट्टि नजुराउने एकान्त कुनामा ध्यान गर्ने त्यस्तो भएको हुँदाखेरि पूर्व काइक्युपा यसरी बुझ्न सकिन्छ हामीले कुरामा लत नभएको त्यही कारणले अब भनौँ न अब यो काइक्युपाको तीनजना श्रेष्ठ पुर्खौली कुरा गर्दाखेरि मर्पा मिलेर अब गृहस्थी हुनुहुन्थ्यो कम्पो पछि उहाँ भिक्षु हुनुहुन्थ्यो त्यसै कारणले गर्दाखेरि अब मर्पा र मिरडेपा भन्ने अब भिक्षुको सिलमा बसेर एउटा उहाँहरू बस्नु भएन त्यही कारणले गर्दाखेरि त्यति बौद्ध धर्म फैल्यो फैल्यो तर नियमहरू त्यति फैलेन धेरै फस्टाएर गएन तर घम्पपा गुरु भनेको गुम्बामा बसेर एउटा भिक्षुको शिला लिएर भिक्षुको सबै विनयलाई पालना गरेको हुँदाखेरि भिक्षुहरू धेरै फैलेर गए हुँदाखेरि विनयमा धेरै चासो गरेर गर्दाखेरि उहाँको धर्म धेरै एकदम गम्भीरतामा फैलेर गए त्यसैले गर्दाखेरि अब पछि भनौँ न घम्पपा गुरु अब कुरा गर्ने हो भने उहाँ चाहिँ के हो त अब कदम्बाको अब धर्महरू बाहिर हेर्दाखेरि के हो त यो कदम्बाको धर्महरू फैलाउँदै गएको हो उहाँले पछि मेला रेपाले अब पछि अब उहाँसँग मिलन भयो घम्पपा गुरुको अनि बाहिरी हेर्दाखेरि के हो त घम्पपाले के अब झिजु मिलाडेपाको भेट भयो उहाँसँग भेट भइसकेपछि बाहिर चाहिँ थेरावादा अर्थात् हिनयानको सबै विनय विनयको सिलले पोख्ता भएको सबै सम्पन्न भएको र भित्री हेर्दाखेरि सबै योगहरूले सम्पन्न भएको त्यसरी कैक्युपाको धर्मले यस्तै घम्पपाले फैलाउनु भयो अनि धागला गम्पो भन्ने ठाउँमा चाहिँ त्यहाँ अब जुन मिलाडेपाले अब भविष्यवाणी गरेको जस्तै अनि धाला गम्पो पाल्नु भयो मिलाडेपासँग यसरी अब यो भेट्नु भयो अब उहाँलाई चारजना त्यो भित्र अब उहाँलाई चारजना महाधर्मको पुत्र रहेछ घम्पपालाई चाहिँ उहाँ चाहिँ को हो त एउटा उहाँको चेला पनि भएको र उहाँको के हो त भतिज पनि भएको तिनै कुराले प्रख्यात भएको रहेछ उहाँको चेला अब धक्पो खुन भने चाहिँ के हो त घम्पपाको मुख्य अब उहाँको चेला रहेछ मुख्य मुख्य अब चेला चाहिँ त्यसै कारणले गर्दाखेरि अब धक्पो काइक्युपो मुख्य अब एकदम अब पहिलो के चेला चाहिँ अब छुल्टिम छुल्टिम घ्याल्सा छुल्टिम युग भनिन्छ दोस्रो के हो त बोधमा एकदम प्रकाश र ज्ञानले भरिपूर्ण भएको चाहिँ खिन्लेङ्गा भनिन्छ फगमो डुबा दोर्जे ग्याल्पो फगमो डुबा दोर्जे ग्याल्पो रहेको छ दोस्रो चेला त्यही कारणले त्यसो चाहिँ के हो त सबै प्राणी हितको लागि दयामय करुणाको ज्ञानको सागर भएको अनि प्राणी हितको लागि रूप अवतारहरू अनिकन फेर्न सक्नेलाई अनि दुसुमखेपा रहेको छ तेस्रो चेला रहेको छ अनि एकदम ज्ञानमा एकदम प्रकाश र आकाशमा छुने त्यस्तो ज्ञानले भरेको के हो त भन्दाखेरि अब धर्मवंश चारजना घम्पपाको मान चेला रहेको छ अर्थात् घुम्पा छुलिम्बो फगमो ढुपा दुसुमखेम्पा त्यस्तै गरी अनि धर्मवंश भरम्पा भरम्पा धर्मवंश त्यसै कारणले गर्दाखेरि अनि यो चार सिद्ध पुरुषहरू होइन उहाँको अब हृदयको चेलाहरू पनि रहेको छ नजिकको चेला पनि रहेको छ अनि सबै के हो त आफ्नो शरीर चाहिँ इन्द्रमा इन्द्रिणीमा परिणत गर्नु त्यस्तो ज्ञानले भरिपूर्ण भएको चेलाहरू हो यो त्यही कारण फग्डु काग्यो भनिन्छ नि त्यहाँ उहाँ उहाँ त्यो चारजना पुरुषहरू सिद्ध पुरुषदेखि चाहिँ फग्डु काग्यो कमसँग काग्यो भरम काग्यो छल्पा काग्यो
फैलेर गयो फगडु काग्यु फगडु काग्यु अब त्यसमा चाहिँ अब झिगुङ काग्यु तगलुङ काग्यु ढुक्पा काग्यु ठोपो काग्यु मर्साङ काग्यु एल्पा काग्यु हेसाङ काग्यु सुक्सेप काग्यु भन्ने यसरी अब चारवटा महाहाँगामा आठवटा यसको वर्गहरू फैलेर गयो त्यही कारणले गर्दाखेरि अनि अब एक समयमा चाहिँ मिला नेपालले अब भविष्यवाणी गर्नुभएछ धपुर मुसेलाई गम्पुपालाई अनि मिला नेपालले गम्पुपालाई भन्नुभएको रहेछ कि मैले हिजो राति एउटा सपनामा चाहिँ अनि के देखियो त भन्दाखेरि अनि एउटा टप्पुमा सेतो चरा उडेको मुख्य अब प्रान्ततिर उडेको देखे यसरी बताउनु भएको रहेछ जो मिला नेपालले गम्पुपालाई अनि यो पहेँलो चरा रहेछ है यो पहेँलो अब बकुला भन्ने आकाशमा उड्ने अनि यो माथिको टाप्पुमा बसेको पहेँलो यो बकुला चरी भनौँ न त्यहाँदेखि फेरि फैलिँदै 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 200बाट 300देखि 500 हुँदै हुँदै धेरै वृद्धि फैलिएर अनि मैले उडेको सबै दिशामा दसैँ दिशामा मैले उडेको देखेँ भनेर यसरी यस्तो सबै आकाशमा बकुला चरीले पहेँलो बकुला चरीले घुमेको अनि यसले ठुङठुङ भनिन्छ यस्तो चरीले अनि भरेको मैले सब देखेँ है भनेर यसरी यसरी बताउनु भयो त्यसैले गर्दाखेरि यो पहेँलो बकुला चरी हुनु कारण के हो त भन्दाखेरि सबै के हो त बुद्ध मेरो चेला चाहिँ अब उपरान्त गम्पोपादेखि चाहिँ सबै भिक्षु वर्गहरू फैलिने यसरी यो पहेँलो हुनुको कारण चाहिँ सबै भिक्षु वर्ग फैलेर नै बौद्धको धर्मको मुख्य अब जिम्मेवारी उहाँले लिएर बौद्ध धर्म एकदम प्रकाष्ठ धेरै नै संसार नै ढाक्नेछ भने यसरी उहाँले अनि यसरी सङ्गीती बताउनु भएको रहेछ अनि यसरी अब मिला नेपालले अब सङ्गीतीमा अब भनौँ न ध्यानको आध्यात्मिक गीतीमा यसरी गाउनु भएको रहेछ डाकिनीले भविष्यवाणी गर्नुभएको एउटा निर्माणकायको स्वरूप धक्पु जुन धक्पु सूर्य संसारमा उदाउने छ भने यसरी अनि उहाँले धेरै तारिफ पनि गर्नुभएको रहेछ अब यसको अब छोटकटी बताउनु पर्दाखेरि धपुर मुसीको बेलामा चाहिँ बल्ल अनि कैयुपामा चाहिँ अब अनि भिक्षुको एउटा दल अर्थात् अनि सङ्घको दलहरू सङ्घको सिलहरूलाई एकीकरण गर्यो अनि बौद्ध धर्म चाहिँ कैयुपाको धर्म चाहिँ एकदम फस्टिनुको लागि वृद्धि हुनको लागि त्यहाँदेखि एकदम स्रोत शिर बन्नु पुग्यो गम्पोपा गुरुदेखि त्यसैले त्यहाँदेखि नै एकदम फस्टाएर गयो अनि यसरी बुझ्नु पर्दछ भिक्षु वर्ग फैलेको भने धपुर मुसीदेखि रहेको मुख्य कुरा हो अब सर्कटीमा बताउँदाखेरि यही नै हो अब दोस्रो चरणमा अब बताउँछु दोस्रो विषय के हो त भन्दाखेरि दोस्रो चाहिँ सूत्रहरू चाहिँ उहाँले सूत्रहरूमा भएको दर्शन भावनाचार्य चाहिँ एकदम विस्तार रूपमा फैलाउने शीर्षक विषय रहेको छ दोस्रो विषय चाहिँ सूत्र पक्षमा भएको बुद्धले बताउनु भएको सूत्र तन्त्र मध्ये सूत्र पक्षमा भएको सबै दर्शन भावनाचार्यहरू चाहिँ एकदम विस्तार रूपमा फैलाउनु भएको कुरा रहेको छ अब पहिला अब धबो उहाँ चाहिँ गृहस्थी हो नि त त्यसै कारणले गर्दाखेरि अब उहाँलाई अब छोराछोरी पनि थियो उहाँको श्रीमती पनि थियो त होइन
अनि पछि अब यो उहाँलाई धेरै अब घटनाहरू घटेर अनि यो संसारमा व्यर्थ भएर पछि भिक्षु हुनुभएको नि त होइन पहिला के हो त कदम्बा गुरु उहाँले लिनुभएको थियो नि त कदम्बाको भिक्षु हो पहिला उहाँ चाहिँ उहाँको बेलामा अब क- उहाँको बेलामा कदम्बा गुरु महान विख्यात लामा न्युरुम्बा घ्या योन्दा घ्या चाक्रिवा घेसे ढेपा झ्यायुला भन्ने धेरै गुरुहरू थिए कदम्बाको ढिगु क्योबा जिने सुमुनको लेखोट अनुसार चाहिँ अब उहाँले भन्नुभएको छ धबु कैक्युबा भित्र चाहिँ अब दर्शनको सम्प्रदाय चर्याको सम्प्रदाय उपदेशको सम्प्रदाय तीन प्रकार रहेको छ भनेको छ दर्शन र चर्या चाहिँ दुवै चाहिँ कदम्बादेखि परम्परा आएको हो भनेको यो दर्शनको परम्परा कहाँदेखि सूर्य भन्दाखेरि यो या योन्दादेखि आएको हो भनेको छ चर्याको परम्परा चाहिँ न्युरुम्बादेखि अनि यो परम्परा फैलिएको हो भने यसरी बताइन्छ लेखोट पनि रहेको छ यो ढिगुम्पा ढिगुङ क्योपा झिग्ने सुङ्गुनको लेखोटभित्र रहेको छ यो अनि भन्नुहुन्छ कि ढिगुङ गुरुले चाहिँ यो घ्या योन्दा र न्युरुम्बा चाहिँ नभेट्नु अगाडि घम्बुपाले भेटेको हो भने यसरी बताउनुहुन्छ अब न्युरुम्बालाई चाहिँ चुन्डु ग्याल्छन् भन्दो रहेछ अब चुन्डु ग्याल्छन् न्युरुम्बादेखि चाहिँ अब कदम्बाको धेरै उपदेशहरू बुद्धिचित्तको कुराहरू अनि बुद्धिचित्तको शिलाहरू समारोहहरू उहाँले यसरी लिनुभएको रहेछ धगुटु मुजु के बताउनु भएको छ आफैले भन्दाखेरि अनि भने के भन्नु भन्दाखेरि घम्बुपाले चाहिँ यो लामा न्युरुम्बा भनेलाई चाहिँ उहाँ चाहिँ समृद्धि बुद्धिचित्त चाहिँ साँच्ची नै यो काँचो नै सारा समग्र सबै यो कुञ्जको समृद्धि बुद्धिचित्त चाहिँ जन्म भएको रहेछ उहाँलाई रहेको रहेछ त्यो उहाँलाई जन्माएको रहेछ उहाँ समृद्धि बुद्धिचित्तको सागर रहेछ त्यही कारणले जुन त्यो दिनदेखि मैले न्युरुम्बा गुरुदेखि मैले बोधिचित्तको शिला लिएँ त्यो दिनदेखि मैले त्यहाँदेखि मैले जन्माएकोदेखि अहिलेसम्म मलाई यो बोधिचित्त मैले नष्ट गरेको छैन म चाहिँ कहिले वियोग भएको छैन भनेर घम्बुपाले यसरी घम्बुपा गुरुले बताउनु भएको रहेछ त्यस्तै गरी बोधिचित्त सम्बन्धी महत्त्वपूर्ण के बताउनु भएको छ भन्दाखेरि परमार्थ बोधिचित्तले भन्दा यो अरू समृद्धि बोधिचित्त महत्त्वपूर्ण बताउनु किन त भन्दाखेरि समृद्धि बोधिचित्त भनेको पहिला के हो त नभई नहुने आवश्यकता परेको छ यदि यो आवश्यकता बोधि समृद्धि बोधिचित्त अर्थात् यो चाहिँ व्यवहार भनौँ न व्यवहार बोधिचित्त छैन भने महायानको मार्गमा कहिले पनि प्रवेश गर्न सक्दैन यदि मध्यममा नि यो समृद्धि बोधिचित्त छैन भने संसारमा हामी पतन हुन्छौँ किनकि पक्षपात गर्छौँ झगडा गर्छौँ अरू सत्यता हामी कहिले पनि ठान्दैनौँ नि के कारणले मध्यमा समृद्धि बोधिचित्त छैन भने संसारमै भौतरिरहन्छौँ भने त्यसै कारणले गर्दाखेरि यदि अन्तिममा बोधिचित्त समृद्धि बोधिचित्त छैन भने दुई प्रकार बुद्धको काया रूपहरू कहाँ प्राप्त हुन्छ त भनेको त्यही कारणले गर्दाखेरि समृद्धि बोधिचित्त भनेको हाम्रो मार्गमा पहिला पनि सहयोग गर्ने ठुलो भूमिका रहेको छ मध्यमा पनि रहेको छ र अन्त्यता पनि रहेको छ एकदम नभई नहुने आवश्यकता नभई नहुने एउटा प्राण मुटु हो भन्ने अनि यो अरूभन्दा मेरो विशेष अनुभव यस्तो मलाई आयो भने यसरी घम्बुपाले बताउनु भएको यो न्युरुम्बादेखि पाएको बोधिचित्तको एउटा अनुभव यो थियो धवरमु चाहिँ एक बेलामा अब अब न्युरुम्बा भने अब घिसे ज्ञानको कुरा गर्दा
अब धबोरो मुचिची अब घेसे न्युरुम्पा अब 9 महिनासम्म उहाँले अब उहाँको ज्ञान सिक्यो शिक्षा लिएको रहेछ एक समयमा अब के हो त भन्दाखेरि मैले जति पनि अनुभव पाएको तिमीले मैले प्रदान गरिसकेँ अब तिमीले अब घेसे ग्या योन्दा एउटा एकान्त ठाउँमा बस्ने गुरु हुनुहुन्छ उहाँसँग अब तिमीले अब सबै अध्ययन गर्नुको लागि ज्ञान लिनुको लागि तिमी त्यहाँ पाल्नुहोस् तिमी तिमी जाऊ तिमी गयो भने राम्रो हुन्छ भने यसरी बताउनु भएको रहेछ अनि पछि गएर अब या योन्दाको सामु पुगेर अनि जति सक्दो उहाँले अब भावनाचार्यको दर्शनको कुरा धेरै उहाँले के हो त अनि यो सिक्नु भएछ उहाँले समाथाको ज्ञानहरू एकदम विकास भएर गएछ अनि घेसे योन्दा गुरुले भन्नुभएछ कि तिमीलाई चाहिँ जो जे अब अर्थात् साक्य मुनिको होइन जुन धम्म उपदेशहरू घेसे तम्बादेखि आइरहेको अहिलेसम्म अविच्छिन्न रूपमा रहेको रहेछ त्यो बुद्ध नै रहेको छ अनि बुद्धको फरक छैन त्यही कारणले अनि अनि यो धम्मक भनौँ न अर्थात् उपदेश चाहिँ तिमीले यो अप्नायो भने बुद्ध चाहिँ तिम्रो हातमा जस्तै हो नि त्यही कारणले यो तिमीले म देखाउँछु भने यसरी उपदेशहरू दिनुभएको रहेछ त्यसैले घेसे अनि घेसे योन्दादेखि चाहिँ उहाँले समता र विपसनाको ज्ञान धेरै लिनुभएछ विपसना र समता र विपसनाको ध्यान बोधिचित्तमा मिलाउँदाखेरि उहाँले अत्यन्त ज्ञानलाई प्रकाशित गर्नुभयो गम्बपा गुरुले यो जति गुरुदेखि न्युग्रुपा गुरु गे योन्दा गुरुले बताएको कुरा सबै अनुभवमा ल्याउँदाखेरि होइन अनि यसरी दिन प्रतिदिन उहाँमा त्यसमा लाग्नु भएर होइन यो समथ र विपसनालाई उहाँले धेरै राम्रो भएछ ध्यान साधना उहाँको ज्ञानहरू पूर्णतया उहाँको टुङ्गिएछ अनि फेरि घम्पपाले के अनुवाद गरेछ भने चाहिँ उहाँले घम्पपा ज्ञा हुन त भने के हो त अनि उहाँ चाहिँ के हो त कुनै तर्क नभएको तर्कदेखि मुक्त भएको सबै ज्ञानले भरिपूर्ण भएको त्यस्तो रहेछ भन्ने अनि उहाँ त्यही कारणले गर्दाखेरि सबै ज्ञान बोध उहाँले उहाँको बोध चाहिँ सर्वश्रेष्ठ रहेछ ज्ञानमा उहाँले बोध गरेको कुराहरू चाहिँ अरूभन्दा सर्वोत्कृष्ट रहेछ भने यसरी अब प्रख्यात रहेछ बोर्डमा त्यही कुरा उहाँले अनुभव गर्नुभएछ उहाँसँगै बोधमा बराबरी हुनु पुगेछ ज्ञान त्यही कारणले दर्शनको परम्परा चाहिँ ज्ञानदेखि अब आएको रहेछ परम्परा त्यसै कारणले गर्दाखेरि अब हामीले प्रसङ्गिका भनौँ न एउटा मध्यमका अब प्रसङ्गिका यसलाई थाङ्युपा भन्छ त्योसँग दर्शन मिल्नु कारण के हो त भन्दाखेरि अब यो जोदेखि आएको यो परम्परा आयो घम्पावादेखि परम्परा हुँदै आएको हुँदाखेरि यो घम्पावाले सुनेको हुँदाखेरि अनि जुन मध्यमकाको यो दर्शन चाहिँ अनि प्रसङ्गिका यसलाई थाङ्युपा भनिन्छ हामीले त्यही कारणले धगपका युगहरू अनि यो मार्गहरू भूमिहरू जाने तरिकाहरू चाहिँ के हो त अनि 4 प्रकारको अब युगहरूसँग चाहिँ मिलेर जान्दछ यो चाहिँ विशेष गरी यो प्रसङ्गिकासँग मिल्न जान्दछ त्यसै गरी अब भनौँ न त्यसै मिलरेपासँग अब भेटघाट गर्दाखेरि पनि अब मिलरेपाले मिलरेपाले घम्पपा गुरुलाई दर्शन हो भने चाहिँ मेरो मनमा हेर भने विभिन्न आध्यात्मिक गीतिहरू बताउनु भएको छ शून्यताको विषयमा बताउनु भएको छ अब शून्यतालाई भावना गर्नु जानेन भने चाहिँ अब पतन हुने कुरा ती 4 प्रकारको कुराहरू बताएको रहेछ विशेष गरी
मध्यम प्रान्तमा पाल्नु भोटको मध्यम प्रान्तमा पाल्ने बेलामा यस्तो आध्यात्मिक गीतिहरू बताउनु भएको रहेछ भू टोटल सेम्ला स्याडुसो यो हे मेरो मित्र अप्रपञ्च अप्रपञ्च कुरा मनमा उत्पन्न हुने बेलामा भने लगायत अनेक आध्यात्मिक गीतिहरू बताउनु भएको रहेछ त्यो मात्रै नभएर अब आठौँ कर्मपाले मिकी दोर्जेले छाक्छे ढुबुम भन्ने एउटा ग्रन्थ लेख्नु भएको छ आठौँ कर्मपाले त्योभित्र के लेख्नु भएको भन्दाखेरि हेतु प्रज्ञा पारमितासँग मिलेको सामान्य समाथा र विपसनाको सबै परम्परागतहरू नाथा अतिशतकी आएको परम्पराको बोधि मार्ग प्रदीप उपदेश त्यस्तै गरी घेसे निदुन छेम्बो त्यस्तै गरी घम्बवा एकै रूपमा भएको सबै कुरा चाहिँ घम्बोमा भित्र रहेछ त्यही कारणले घम्बोमा र घम्बो फमो ढुपा यो कलियुगको प्राणीको लागि नभई नहुनेहरू चन्द्र सूर्य जस्तो सबैले प्रसन्न मान्ने सबैको मुख्य मार्गदर्शक सबैको रोशनी ल्याइदिने अनि छाक्चे हेन्ची केचुहरू अर्थात् महामुद्रा सँगै अब उत्पन्न भएको एउटा युग्नद्ध भनौँ न युग्नद्ध महामुद्राको नाम अब युग्नद्ध महामुद्रा भने यसरी नाम राखिदिनु भएको रहेछ यो मिकी दोर्जेले त्यही कारणले गर्दाखेरि अनि यो मैत्रीपाको अब भनौँ न मेरो लेभल अर्को पनि भन्नुहोस् होइन मैत्रीपाको चेला होइन के भन्यो हाम्रो यो काग्युपाको मुख्य दर्शन भने के हो त वास्तवमा हेर्ने के हो त प्राज्ञा पारमिता हो मन्त्रसँग सम्बन्धित भएको नाम महामुद्रा भनिन्छ भनेको कुरा चाहिँ मिल्दछ त्यसै गरी घम्पोपा गुरु र पल फौमोटुपा श्री फौमोटुपा त्यसै गरी झिगु केपा गुरु तीनजनाले भन्नुभएको छ हाम्रो दर्शन भनेको महामुद्रा भने के हो त भन्दाखेरि बुद्ध मैत्रीयाले बताउनु भएको महायानी अनुत्तर शास्त्रभित्र जे कुरा लेखेको रहेछ बतायो भने मिल्दछ त्यही कारणले गर्दाखेरि भनौँ न यो मैले जस्तो ध्यान गरे पनि यो घम्बसँग म त्यति फरक छैन एउटै नै बोध मलाई महसुस भयो भने भएको कारणले गर्दाखेरि प्रसङ्गिकासँग यो महामुद्राको दर्शन एउटै हो भन्ने बुझ्दछ अब अन्तिममा चाहिँ के हो त उहाँले अब सूत्र पक्षको दर्शन के हो चर्या के हो भन्ने विषय मैले बताइसकेँ अब तेस्रो चरण रहेको छ अब तेस्रो विषय चाहिँ के हो त भन्दाखेरि महामुद्रादेखि उहाँले प्राणी हित गरेको कुरा रहेको छ अब धाकुर मुछेले चाहिँ धेरै त्यो उहाँको समयमा चाहिँ भोटमा धेरै प्रख्यात गुरुहरू धेरै उहाँले देखाउनु भयो अर्थात् लिनुभयो गुरु थप्नु भयो धेरै उपदेशहरू सुन्नुभयो उहाँ अब न्याल्से वा लुङ होखल भन्ने ठाउँमा धेरै वर्षमा तुमोको मुख्य ध्यानहरू गर्नुभयो आफ्नो जिउलाई चाहिँ तात्क्रम राख्ने न्यानो राख्ने त्यस्तो ध्यान साधनामा लिनु हुनुभयो उहाँले मनको धर्मका जे छ त्यो छर्लङ्ग प्रष्ट रूपमा देख्नुभयो उहाँले जस्तो बोध गरेको थियो अनुभूति भएको थियो सबै अरूले चेलालाई काँचै नै जस्तो आफूले पाएको थियो दुरुस्तै चेला वर्गमा उहाँले देखाइदिनु भयो यसलाई चाहिँ के हो त मठी भनिन्छ काँचै बयान अर्थात् मठी भनेको काँचै व्याख्या त्यस्तो उहाँले देखाउनु भयो हाम्रो चेलाहरूलाई युग्नद्ध 11 महामुद्रा साधना भनिन्छ यसलाई धापुरो मुछे चाहिँ के हो त आफ्नो चेलाहरूलाई पालन पोषण गर्नु सत्य मार्गमा एकदम विद्वान पोख्त थिए उहाँ धेरै अब व्याख्या गर्नुलाई उहाँ धेरै विद्वान थिए अब यसमा चाहिँ के हो त सेम्ठी भन्नाले चित्त व्याख्या गर्नुलाई उहाँ धेरै पोख्त र विद्वान थिए र चेलाहरूलाई अनेकन
अपरिमेय चेलाहरूलाई उहाँले के हो त परिपाक गरेर सत्य मार्ग मुक्त गराउनु भयो उहाँले भोटमा चाहिँ चित्त विषयमा व्याख्यान गर्नुमा नम्बर 1 मा पर्थ्यो उहाँ पहिलो चरणमा आउँथ्यो यसको के उदाहरण राख्नुको लागि चाहिँ एउटा छोटो यसको कथा बताउन जान्दै यसको विषयमा यो चाहिँ अब प्रायः जसले सुनेको छैन जस्तो मलाई लाग्छ यसको केही अब यसको कथा चाहिँ अब धोधर एउटा धबोर चेला थियो एउटा धबो गुरुको उहाँको चेलामध्ये एउटा के त पूर्व जुनियर याद आउने त्यस्तो चेला थिए धोधो धोधो ढमखर भन्ने उहाँले चाहिँ के हो त उहाँ अनि उहाँ 13 वर्ष हुने बेलामा चाहिँ आमा चाहिँ 70 वर्ष पुगेको रहेछ अनि उहाँले चाहिँ अब उहाँको आमा चाहिँ अब 70 वर्ष पुग्ने बेलामा आँखा अब अन्धो भएछ अब अनि उहाँको अब मिङपो भनौँ न उहाँको अब भनौँ न उहाँको अब बहिनी एउटा भर्खरको उमेरको रहेछ होइन अब उहाँको लागि बुहारी माग्नुको लागि 70 वर्ष भएको आमाको सबै सामानहरू सबै तानेछ सबै उसले थुतेछ भनौँ न अनि उहाँको एउटा आफ्नो अब आफन्त रहेछ होइन उहाँ चाहिँ भिक्षु बनेको रहेछ घेसे सङ्फुवा भन्ने रहेछ अनि पछि चाहिँ उहाँ चाहिँ के हो त भन्दाखेरि घेसे सङ्फुवा भने चाहिँ अब उहाँ पछि कुष्ठ रोग लागेछ कुष्ठ रोग लागेर आफ्नो गाउँमा फर्किनु हुँदाखेरि अनि उहाँको छोरी थियो होला छोरी चाहिँ अनि 18 वर्षमा अब उहाँले बिहे गरेर पठाएछ अनि बिहे गरेर पढाउँदा अब घरबार राम्रो नभइसकेपछि पछि अब उहाँको छोरी भनौँ न होइन अनि यो माग्ने भनौँ माग्नु अब माग्ने भाउनु पुगेछ उहाँ मागेर हिँड्ने अनि पछि यताउता गर्दाखेरि अब आफ्नो आमा 70 वर्षको आमा मात्रै रहेछ अनि अब धेरै कमजोर भइसकेपछि अब उहाँको लामा निङमे लामा भन्ने रहेछ उहाँको ठाउँमा चाहिँ खानेकुरा माग्नु गएछ अनि त्यो निङमा लामाले चाहिँ अब निङमा गुरुले चाहिँ तिमी चाहिँ अब यो मनी गर्नु है भनेर अनि ओमाने पेमे हुन्छ गर्नु भनेर अनि हातले घुमाउने मनी दिएछ उसलाई अनि अनि उहाँसँग अब छोरा अब भर्खरको थियो नि त होइन 16 वर्षको यो बच्चा चाहिँ राम्रो रहेछ है अलिकता हो माथिपट्टि अब जे ढोकफुकपी लोमा चानक सक्दर भन्ने छ त्यहाँ चाहिँ अब साधनामा कैक्युपाको अब एउटा सिद्ध पुरुष रहेको छ त्यो ठाउँमा जाऊ है अनि यो अब मैले बोलेको प्रश्न छ कि छैन त्यो सिद्ध पुरुषले सोध्नु भनेर हामी निङ्म गुरुले चाहिँ बताउनु भएको रहेछ त्यो बुढी आमालाई त्यो दुवै छोरालाई अनि त्यो बेला चाहिँ के हो त्यो ठाउँको नाम चाहिँ धामनिनुङ भन्ने ठाउँमा पुगेछ भनौँ न अब त्यो बेला चाहिँ अब यो अब एक किसिमको त्यो चाहिँ अब त्यो धामनिनुङ भन्ने ठाउँमा पुगेछ होइन एउटा गुरु रहेछ त्यो पनि त्यो निङ्म गुरुमा
भनौँ न गाङ्गिमोमा चाहिँ अब धेरै मन्त्रहरू अब स्पष्ट हुने नहुने धेरै रहेको छ तर धामनिङनुङको ठाउँमा जाऊ होइन अनि राम्रो कुरा के हो तिमीले पत्ता लगाउन सक्छौ भनेर हामी अब त्यो मध्यम प्रान्तमा चाहिँ एकजना अब नाथ शर्मा र ढक्पा अब ढक्पा न्युग्रुङ भन्ने एउटा गुरु रहेको छ त्यो चाहिँ ढक्पा रुम्बुसेले भनेको रहेछ चाङ याकिन चाहिँ साक्यापा फुबोन ढक्पा त्यो एउटा ठाउँमा चाहिँ साक्या पनि रहेछ बिचमा चाहिँ खरक्पा रहेछ न्यु सुर्पमा ढक रहेछ अनि एउटा ठाउँमा निगम निगम पर ढक्पा झन् हे सुनेको रहेछ त्यो नानीले चाहिँ हो त्यो 16 वर्षको बालकले चाहिँ उसले ढक्पा रुम्बुसे निगुरुम्पा भन्ने बित्तिकै उसले एकदम धेरै मनमा प्रसन्न ज्यादा आएछ अनि त्यो बेला चाहिँ के हो त अनि एउटा सपनामा चाहिँ के देखेछ भन्दाखेरि होइन एउटा सेतो ऐना अथवा लुगा टाउकोमा बाँधेको जस्तो होइन टाउकोमा बाँधेको तिमी धगोर मुची भेट्ने हो भने मेरो पछि पछि आइज भने यसो सपना देखेको छ 16 वर्षको त्यो कन्या केटाले अनि पछि झलस्स निन्द्रदेखि बिउज्यो होइन बिउजुँदाखेरि के हो त कसरी पुग्यो पुग्यो होइन धगलाकम्पको यो मुख्य पर्वत त पुगिसक्यो अब सपना आएको जस्तो लाग्यो सपा स्पष्ट नभइरहेको हो कि होइन जस्तो गरी गरी त्यो ठाउँ पुगिसकेछ धगलाकम्पको पर्वत पुग्दाखेरि ठक्कै त्यो बेला अनि बिहानको सूर्यको किरण चाहिँ त्यो पर्वतमा लाग्यो बिहान सूर्यको किरण लाग्दाखेरि ठक्कै आफू त्यहाँ पुगेछ त्यो अनि मैले कसरी पुग्यो होला विचार गर्दाखेरि सम्झिन नसक्नु त्यहाँ पुगेछ अनि अनि यस्तो हेर्दाखेरि जूमा हेर्दाखेरि त होइन जुत्ता चप्पल लुगा कपडा केही पनि छैन रहेछ माथि पनि लानु मुनि पनि छैन बिचमा बाँध्ने पेटी मात्रै बाँकी रहेछ त्यसै कारणले गर्दाखेरि जुत्ता पनि थिएन उसलाई अनि कसरी त्यो पुग्यो अनि कुनै कुनै यो त्यो पेटी बाँध्ने पनि सबै फुकेर गएर कुनै कुनै अलिअलि लुगाको निशाना बाँकी रहेछ त्यस्तो गरेर यो धला गोम्बाको पर्वतमा पुगेछ बल्ल उसलाई होस आएछ यो चाहिँ पक्कै धापोर मुछेको बस्ने ठाउँ होला अनि अनि उहाँ होस यो चाहिँ अब धापोर मुछे बस्ने ठाउँ होला भनेर विचार आइसकेपछि अब त्यहाँ जानु पर्यो भने त्यहाँ जाँदाखेरि ठक्कै त्यो ठाउँमा पुगेछ अब त्यो बेला एउटा सानो आश्रम रहेछ घाँसले बनाएको कुट्टी त्यसको धला गम्बको यो पर्वतको छेउमा त्यहाँ चाहिँ अनि त्यो आश्रममा पुग्ने बित्तिकै के हो त एउटा बौद्ध ग्रन्थ पढेको जस्तो उहाँले सुनेछ कानमा गुन्जिएछ अनि यस्तो त्यहाँ सुनेर अनि त्यो बेला यस्तो हेर्दाखेरि त ठक्कै त्यो त के हो त अनि मुहार एकदम उज्यालो शीतलता भएको हो अनि उहाँले यो श्रीपेज टोपी ग्रहण गर्नुभएको अनि अनि छेउमा चाहिँ 4 जना भिक्षुहरू रहेछन् 4 जना भिक्षुहरू हुँदाखेरि अनि यस्तो घम्पपाले के प्रवचन गर्दै हुन्छ त्यो चाहिँ के हो त अनि अष्ट शास्त्रीका प्रज्ञा पारमिता घेतौँमा पढ्दै रहेछ त्यो घम्पपाले पढ्दै हुनु रहेछ अनि त्यो बेला चाहिँ के हो त अनि पढ्दै अनि त्यो बेला चाहिँ के हो त उहाँको छेउमा चाहिँ फेरि बोधि वृक्ष ठुलो रहेछ त्यो अगाडि चाहिँ अनि 5वटा पूजाहरू चढिरहेको रहेछ पञ्चा पूजाहरू सबै भइरहेको रहेछ त्यसमा आवाजहरू
अनि करङ कुरुङ केही मिठास आवाजहरू आइरहेको थियो अरे Natural videosan da ramdi de basa ta ko pe karjo kap videosan छोन र बदे सामनो तया छिरा मिन्दुस त्यही कारणले गर्दाखेरि अब त्यहाँको अब सम्झु छिन्जु न जिमे अब छि त्यो हेरेकी उहाँले सोध्नु केही पनि सकेन रहेछ त्यो बेला videosan ne digi सासु चलिया अन गोंदा अब जी छुजु अनि सासु यसरी टिभी हेर्दा बिल आएर बेलुका हुँदाखेरि बेलुकाको समयमा राम बिमि हुने बेलामा फेरि त्यो देखेर अचम्म भएर हेर्नु भएछ त्यो बेला अब निन्द्रामा नि परेको सपना हो कि विपना केही थाहा नभएर होइन अनि एउटा भिक्षुले सानो भिक्षुले कपाल तानेको जस्तो यस्तो के ताने जस्तो भएछ हो पछि यस्तो हेर्दा के हो त भने एउटा भिक्षुले उहाँलाई एउटा थुक्पा ल्याइदिनु भएछ होइन थुक्पा भन्नाले एउटा अब खोले खिचडी फेरि अब त्यो घाम लागेछ घाम लाग्दा फेरि निन्द्रादेखि के हो त निन्द्रादेखि बिउजो जस्तो भएछ त्यो बेला के हो त भने जाउँ भन्दाखेरि जानै नसक्छ बसु भन्दाखेरि बस्नै नसक्छ त्यस्तो के हो त आफ्नो शरीर आफ्नो अधिकारमा नभएको आफ्नो बसमा नभएको त्यस्तो उहाँलाई अद्भुत अब अनुभवहरू त्यस्तो उहाँलाई अब फिल भएछ भनौँ न महसुस भएछ अनि यसरी उहाँ 7 दिनसम्म यसरी नै बस्नु भएछ अनि उहाँ फेरि आफ्नो अगाडि के हो त उहाँले सपनामा के देखेछ भन्दाखेरि एकदम भयानक एउटा साँप होइन दारा खिचेको सिङ आगो त्यस्तो अनि त्यो साँपको अगाडि चाहिँ म हेरिरहेको साँपले चाहिँ खानै आँटेको त्यस्तो सपना देखेछ त्यो सपना देख्ने एकदम तर्सिन्छ त्यो सपना देख्दाखेरि त्यो सपना देख्ने बित्तिकै झास बिग्रिन्छ त्यो बेला कस्तो अनि सपना हो कि बिपना हो भइरहेको थियो नि त होइन त्यो त्यस्तो डरलाग्दो सपना देख्ने बित्तिकै ओ हतास पतास गरेर ओ धागुर बुझेको ठाउँमा आएछ चरणमा आएछ अनि पहिला आउँदाखेरि कि धागुर बसेको आश्रम पसेको थियो नि त होइन अनि उहाँले ध्यानको अब डोरी बाँधेर यसरी छातीमा 4 जना भिक्षुलाई अष्ट शास्त्रीका प्रज्ञा पारमिता वाचन गरेर आएको थियो नि त होइन त्यो देखेको जस्तै यो एउटा चेला देब्रेतिर चाहिँ के हो त रातो लुगा लाएर बसेको थियो अनि एक समयमा चाहिँ के हो त यो छुङचावा भनेको त्यो अब कुनै रातो डोरीले बाँधिरहेको थियो होला होइन त्यो चाहिँ ऊ चाहिँ खोलेछ उसले खोलेर हेरेछ त्यस्तो खोलेर हेर्दा के हो त भने त्यो बेला के हो त भने मान्छेको हड्डीले बनाएको त्यो बेला के हो त भने मान्छेको भनौँ न यो खुट्टाले बनाएको एउटा बस्ने आसान जस्तो हो त्यो भित्र चाहिँ के हो त भने कपला ग्रहण गरेको अनि मान्छेको हड्डीले यो पिवाम बजाइरहेको होइन एउटा रातो रूप भएको केटी नाङ्गुई भएको केस झिङ्रिङ मुनि यस्तो अनि भएको उसले देखेछ त्यो देख्ने बित्तिकै महामुद्राको उहाँलाई अब ज्ञान प्राप्त भएछ अब त्यो झाङचुप छोतेन पनि थियो त्यो बेला अर्थात् बोधि स्तूपा पनि थियो त्यो भित्र उसले यस्तो देख्यो नि त उसले त्यो 4 जना भिक्षु त्यो रातो कपडाले ढाकेको कुराहरू होइन बोधि स्तूपहरू देख्दाखेरि त्यो बोधि स्तूपा यस्तो हेर्ने बित्तिकै त एकदम ठुलो पर्वत एकदम स्वर्गमै ढाक्ने त्यस्तो प्रकाश बनेर गयो
त्यो अनि बोधि स्तूप चाहिँ प्रकाशमा परिणत भएर त्यो त्यो माथि चाहिँ के रहेछ भने एकदम के हो त भने यो धगपरुम्बु चाहिँ एकदम उज्यालो प्रकाशमा भएको कोही नाचिरहेको कोही गाना गाइरहेको कोहीले बाजा काजा बजाइरहेको कसैले अब नाचगान गरेको कसैले अब यसरी प्रतिस्पर्धा गरिरहेको तर्क वितर्क गरिरहेको त्यस्तो गरेको देखिन्छ अनेक अर्थात् रब्डिङ टम्पा भनौँ न यसलाई चाहिँ अनि यो चाहिँ यो रब्डिङ टम्पाले चित्त चित्त व्याख्या गरेको रहेछ यो खास अब सिसा भने अनि अनि अब पछि गएर अब राब्दुन टेम्पो पछिले अब यो चिनको राजाले अब स्वागत गरेछ होइन चिनको राजा पछि एकदम के हो त अनि म चाहिँ के हो त अब पाप धेरै गरेको छु मलाई मेरो पाप देशना गर्नु पर्यो होइन पाप हस्छु पाप सफा गर्ने केही उपायहरू दिनुहोस् भनेर यसरी बताउँदाखेरि अनि फेरि गम्पपा गुरुले अनि फेरि विभिन्न अनि अनि एक हप्तासम्म विभिन्न के हो त मनलाई चाहिँ अब सफा हो कि होइन सपना हो कि विपना हो त्यस्तो तरिकादेखि उहाँले विभिन्न उपायजनक अनि अनि यसरी अब उहाँले भनौँ न चित्तको व्याख्या गर्ने क्रममा समथ र विपसनाको ध्यान दिने क्रममा एकदम एकाग्र भएर 7 दिनसम्म त्यतिकै टोलेर ध्यानमा लिनु हुँदाखेरि अनि उहाँको मन्त्रीमण्डलहरूले ओए उठाउनु भनेर यसरी उहाँलाई झक्क्याएको रहेछ निन्द्रादेखि यसरी अनेकन अब त्यो बेला झलस्स बिउदाखेरि त चित्तको सबै कुराहरू उहाँले बुझ्नु भएछ यो सबै के हो त अनि रमदु टेम्बे छाचे मोटो जे मान्य पर अहिले पनि त्यस्तो छ भन्छ हो अब यो चित्तको व्याख्या गर्ने तरिकाहरू त्यो मियक भन्ने ठाउँमा रहेछ त्यही कारणले मियक भन्ने ठाउँमा अनि पछि गएर भनौँ न अब विभिन्न त्यहाँको अब रानीहरूले मन्त्रीमण्डलहरूले होइन त्यहाँको ठाउँको मान्छेहरूले सबैले के हो त भने घम्पको अब यो महातिथिमा चाहिँ अनि अभिषेक दिने अनि विभिन्न महामुद्राको परिचय दिने त्यो अहिलेसम्म त्यसको परम्पराहरू थियो अनि लोप नभएको छ भनेको छ अर्को फेरि धब्बु अङ्गेल भन्ने एउटा भिक्षु रहेछ धब्बु अङ्गेल भन्ने एउटा भिक्षु थियो उहाँ चाहिँ अब अध्ययन गर्ने रहेछ एउटा सेटावा जस्तो अध्ययन गर्ने उहाँ चाहिँ एकदम बोरिङ भएछ उहाँलाई पढ्नु मन लागेन रहेछ म चाहिँ ध्यान गर्नु पर्ने हो भन्ने यसरी विचार आएछ अब उहाँले न्यु सुर्पा भन्ने अब कतामा गुरुसँग 14 वर्षसम्म ध्यान गरेछ ध्यान गर्दा गर्दा ध्यानको केही स्वादै पाएन रहेछ पछि अब उसले अब सुनेछ कि अब ध्यानमा एकदम विख्यात चाहिँ अब धक्बो लाजे हो अब यो धक्बो अङ्गेल भन्छ म चाहिँ अब त्यो ठाउँमा जानु पर्यो अनि त्यो ठाउँमा पुगेछ नि अनि धक्बो मुसीले भनेछ कि त्यो धक्बो अङ्गेलले मैले 12-13-14 वर्षसम्म यसरी विभिन्न अध्ययनहरू गरेँ ग्रन्थ सिकेँ अब ध्यान गरेँ कहिले पनि म मर्छु भनेर अहिलेसम्म मनमा जागेन त्यही कारणले गर्दाखेरि यो अनित्य मृत्यु भन्ने चाहिँ 12-13 अनि 12-13 वर्ष अनि मैले अनि यो अनित्यको कुरा नबुझी मैले ध्यान गरेँ साधना गरेँ तर पनि म 73 वर्ष पुगेँ मैले केही पनि बुझिनँ अहिलेसम्म अब मैले मेरो आशा भरोसा तपाईँ मात्रै हो त्यही कारणले मलाई सबै ज्ञान देखाइदिनुहोस् भनेर प्रार्थना गरेँ धापुर मुजी त्यो बेला के बताउनु भएछ भन्दा थियो भन्नुभएछ कि मन स्थिर रह्यो भने के गर्नु अनि मन बसेन भने दुःख किन दुःख गर्नु पर्यो के को दुःख
दुःख हुने र सुख हुने दुःख र सुख हुने चित्त रहेछ त आकाशमा आकाशमा बादल लाग्यो भने फाइदा के नफाइदा के हानि पुऱ्याउँछ यो यति भन्ने बित्तिकै के हो त भने यस्तो रहेछ नि मनमा कसलाई एउटा खुलदुली चलेछ मनमा किन एउटा अनुभव आयो एक दिन फेरि घम्बोले एक दिन तिमी आऊ भनेर बोलाएछ त्यो धबो वाङ्ग्याललाई धबो वाङ्ग्याललाई अनि उहाँ अब यो धर्तुन घुङथुन भन्ने अब दुईजना उहाँलाई सेवक रहेछ धबोबा गुरुको अनि भनेछ तिमी चाहिँ भित्र नआऊ तिमी त्यही ठाउँमा चाहिँ ध्यान गर भनेछ अनि त्यो धबो वाङ्ग्यालाई चाहिँ होइन अनि भित्र नआइकन बाहिरै बसेर अनि श्रीमती गुरु छ भनेर प्रार्थना गर अनि ध्यान गर भने एकजनाले चाहिँ के गरेछ भन्दाखेरि घुङतुन भन्नेले चाहिँ अचानक अनि धुवा पठाएछ आगो बाले धुवा पठाएछ अर्कोले चाहिँ के गर्दा चिसो पानी फोहोर मैलामा छर्के बाहिर ध्यान गरेर अब त्यो दुईजना अब सेवाले एउटाले चाहिँ अब धुवा पठाए एउटाले चाहिँ होइन पानी यसो छर्किँदाखेरि त्यो मुखमा लागेको चिसो पानी यस्तो आत्तेछ ध्यान गर्दाखेरि अब ध्यान गरेर अब त्यो बाहिर दैलो बाहिर धपु अङ्गेले बाहिर भित्र आउनु दिएको थिएन नि त तर सेवाले उहाँको सेवाले सेवा गर्ने क्रममा चिसो पानी मुखमा छर्किँदा उहाँ झलस्सै बिउज्यो अनि त्यसैले अनि अचानक के हो त अब ध्यान गर्ने बेलामा होइन के हो त अनि अचानक धपुर मुसी अगाडि आउने बेलामा के हो त अचानक उसलाई के भयो भन्दाखेरि धपुर मुसी त्यो ठुलो प्रभात जस्तो धेरै ठुलो पर्वत ठुलो देखा परेको उसको त्यो बेला चाहिँ के हो त अनि एउटा लौरोले टक्कै घम्बा गुरुले टाउकोमा ढ्याक्क हाल्नु भएछ त्यो उसको ठुलो पर्वत सुमिरु पर्वत देख्दाखेरि घम्बा गुरुले टाउकोमा ठ्याक्क एउटा लौरो हान्दाखेरि जम्मा फेरि अनि के भयो कि अचानक त्यहाँदेखि बेहोस हुनु भएछ चित्त र मन चाहिँ शरीर र चित्त चाहिँ के हो त विभिन्न कुराहरू देख्न थाल्यो त्यहाँबाट बोल्नै नसक्यो अकमाएछ के कस्तो समय होला यो सपना हो कि विवना हो भने त्यस्तो विभिन्न कुराहरू देखा परेछ अनि यसो अनि पछि गुरुले अनि बिस्तार अनि फेरि उसको देखाइमा फेरि गुरु चाहिँ एउटा प्रकाशको रूपमा देखा परेछ त्यो प्रकाश बिस्तार बिस्तार बिलाउँदै 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 त्यो पनि हराएर गएछ यस्तोरी ज्ञानमा तातो बढ्दा 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 अनि भनौँ न पछि साँच्ची नै उहाँलाई त्यो धपो वाङ्गेलाई चाहिँ ध्यानको टापु पुगेर ध्यान साँच्चै वास्तविकता उहाँले प्राप्त गरेर अनि त्यहाँ मृत्युको कारण उसले के सबै बुझ्यो त्यही कारणले भनौँ न अनि भनौँ न उहाँले अब चित्त व्याख्या गर्दाखेरि धेरै मान्छेहरू मोहित हुनुहुन्थ्यो होला मलाई होइन अनि चित्तको विषय परिचय गर्दाखेरि अनि अब यसको लक्षण खेल्ने अब भनौँ न घेसिहरूले के भन्नु भन्दा ए सानो सानो नानीहरूले यसरी चित्तको व्याख्या गरेर बेकारमा टाइम मात्रै खेर फाल्दैछ यो घम्बोपाले त्यत्तिकै यो खेर फालेको हो भनेर यसरी भन अनि गाली गलौज नै गर्थ्यो अरे घेसियाले कुनै बेलामा अनि उहाँले भन्नुहुन्छ मेरो सानो भिक्षुहरू भए तापनि भविष्यमा चाहिँ प्राणी हितको लागि धेरै ज्यादा प्राणी हितको लागि फाइदा हुनेछ भनेर घम्बोपाले भन्नुहुन्थ्यो भने यस्तो
조가담비 기부순기 럼림기 관에베 율리버 장네 에네 디제레야 신에 에네 차정기 티다가고 착수에 도스는 거 त्यहाँ त्यही कारणले विभिन्न प्राणी चित्तलाई व्याख्या गरेर मात्रै यसरी महामुद्रा कुराहरू बताउनुहुन्थ्यो सिधी उहाँले बताउनु नहुन्थ्यो सिमरनजीको नालोलाई बे एक समय फेरि घमपाले भन्नुभएको छ मलाई एउटा यस्तो सपना देख्यो कि ting에 디디스안에 मिलम मलाई नालोलाई एउटा घाउ एउटा बट्टा भेट्यो 곰파티용 사되게 아다 거디 갈 재미있게 그냥 가리 지금 안 믿게 된다 제대로 밀럼나 도스라 अनि 앙에 좀 घम 믿게 니나 거운 니나 조지기 rinsi다 까담게 메 अनि 아 अनि घम्पा ट्यु ट्यु भन्ने एउटा चेलाले चाहिँ यो मलाई देखाउन भने मलाई जिद्दी हिसाब गर्दो रहेछ मैले चाहिँ म देखाउँदिनँ त्यो भित्र चाहिँ के छ त भन्दाखेरि अनि झोज सके मुनिको हो विभिन्न अस्त्रहरू हिंसेलहरू रहेको छ अस्त्र धातु रहेको छ कदम्बको सबै उपदेशहरू यो भित्र छ भनेर नि अनि यस्तो देखेँ यस्तो म अरूलाई म देखाउँदिनँ अरूलाई म यो खोल्दिनँ यस्तो खाले मैले सपना दिएँ अनि अनि यस्तो हेर्दाखेरि त्यस्तो मैले म आफैले खोल्दाखेरि त्यस्तो कुरा भएको देखेँ भने यसरी बताउनु भयो त्यही कारणले गर्दाखेरि अनि भविष्यमा यो सपनालाई के सूचित गरिन्छ भन्दाखेरि कदम्बको विभिन्न उपदेशहरूलाई चाहिँ प्राणी हितको लागि धेरै फाइदा हुने बुझाउँदछ अनि नारोपादेखि आएको विभिन्न उपदेश वर्गहरू अनि सबैसँग जोडेको हुँदाखेरि यसले अब धेरै फाइदाजनक हुने रहेछ नि बताउँदछ त्यसैले गर्दाखेरि अनि अब अब त्यो पहिला अब निङ्महरू गृहस्थी वर्ग धर्म धेरै फैल्यो त्यसपछि गएर यो कदम्ब गुरुहरूको धेरै धर्महरू फैल्यो नि त अनि वज्रयान धर्म धेरै फैल्यो अब अब घम्बप भने चाहिँ के हो त भन्दाखेरि सूत्र तन्त्र होइन यो भिक्षु गृहस्थी सबैलाई एउटा जोड्ने एउटा महापुल हो यो कुनै पनि उहाँले छुटाउनु भएन सबैले यसरी हातेमालो गरेर गाँसेर यसरी बौद्ध धर्म यसरी ल्याउनु भयो अनि यसैले अब काचा छुको चिडी घिउ पनि भन्छ होइन उहाँले अब कदम्बको धर्म विषयमा पनि उहाँले बताउनुहुन्थ्यो त्यसै गरी वज्रयानको कुराहरू सूत्रको कुराहरू अनेक बताउनु अब अन्तिम रहेको छ उहाँले बताउनु भएको लेखेको कुराहरू चाहिँ के छ भन्ने कुरा अब अन्तिम विषय रहेको छ उहाँ अब छैन हाम्रो ठाउँ तर पनि के हो त उहाँको अब शरीरको सट्टा वचनको सट्टा चित्तको सट्टा के हो त भन्दाखेरि उहाँले के बताउनु भएको छ बाबा गुरुले भन्दाखेरि भविष्यमा मलाई विश्वास गर्ने मलाई आस्था जाग्ने होइन अनि मैले घम्बाबु गुरु भेटेन भने अनि कुनै मैले गुरु भेटेन भने चित्त नदुखाउनुहोस् त्यस्तो मलाई विश्वास सम्झिने गुरुहरू चाहिँ आयो भने अनि मैले लेखेको धक्बो रुमुच अब भनौँ धक्बो थर्केन अनि धक्बो थर्केन लाई धक्बो थर्केनलाई चाहिँ अब पढ त्यसलाई हेर म भेटेकोमा के फरक छैन भनेर यसरी बताउनु भन्छ सर्वोत्कृष्ट मार्ग रत्न त्यसै गरी अब अनि मोक्ष 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 लङ्कर यो शास्त्रलाई मजाले हेर्नुभयो भने म भेटेको के फरक छैन म नै हो यसरी देख्नु भयो भने म भेट्नु र यो ग्रन्थलाई हेर्नुमा के फरक छैन भने यसरी बताउनु भएको छ त्यही कारणले गर्दाखेरि त्यही कारणले गर्दाखेरि हामीले अब साँच्ची नै गुरुहरू आउँदाखेरि हामीले बुद्धको रूपमा देख्दैनौँ हेर्दा पनि हेर्दैनौँ होइन अब गुरुले यस्तै भनिरहेको छ नि त अनि उहाँले बताउनु भएको अनमोलमय ग्रन्थलाई हामीले बाँधेर थेलीभित्र पूजाभित्र कोठामा बन्द गरेर राख्यो भने गुरुले कहाँ देख्न सक्छौँ यही कारणले गर्दाखेरि
त्यही कारणले नेपालले बताउनु भएको कुराहरू तपाईँले बताउनु भएको कुराहरू नपढिकन भित्र धसी दुलोमा खाँदै राख्यो भने नि फोहोरमा फालेको भन्दा के फरक भयो त्यही त हो नि होइन त्यही कारणले 가차 쇼니제 담바디 까드르 시에네 먼저 치르치 가차 삼문데나 때에네 거기 고마 탐제 주번이 거진 소매 라메 투지 상계 된다 제데 개바상 거기 채는 매베 루부니根本 능신제다 냠도 샤르 제지 아무로 뭐지根本 त्यसैले तपाईँ कबुमभित्र हामीले हेर्नुपर्ने 가차 कयु 삼문술라 때에네 주번이 해봐이마 अनि 가제 인두산 कयुपहरू पनि सबै कयुप गुरुहरूले बताएको ग्रन्थमा ध्यान गरेर अध्ययन गरेर पल्टाएर अनि ध्यान गरेर अनि उहाँहरू कयुपको अब महामुद्र ज्ञान प्राप्त गरेको हुँदाखेरि हामीले त्यस्तै गर्नुपर्दछ उहाँले यस्तै बताएको हो अब यो पछि चाहिँ अब तब गुरुको साधना गर्छौँ अब केही समय म अब विश्राम लिन चाहन्छु नासो 20 मिनट विश्रामपछि फेरि भेट्ने नै छौँ अहिलेको लागि यति नै